Chains are most effective when you convince the prisoner they are jewelry. भन्नुको माने जुनै पनि बन्धन भए पनि तर तपाईले त्यो मान्छेलाई जो मान्छे चाहिँ बन्धनमा बाँधिएको छ अथवा कैद छ त्यो मान्छेलाई चाहिँ तपाईले कन्भिन्स गर्नुभयो त्यो बन्धन चाहिँ एउटा ज्वेलरी हो एउटा प्रिसियस अर्नामेन्ट्स हो भने जो कोही मान्छेलाई पनि तपाईले म्यानिपुलेट गर्न सक्नुहुन्छ म्यानिपुलेट गरेपछि त्यो मान्छेले सोच्छ साँच्चै म त एउटा ज्वेलरीको बन्धनमा छु भन्ने अनि कैद कुनै पनि मान्छेलाई एउटा कैद राखेपछि त तपाईले त्यो मान्छेलाई पक्कै पनि हानि गर्नुहुन्छ पीडा दिनुहुन्छ प्रसव वेदना दिनुहुन्छ अनि तर उसलाई त्यो बन्धनबाट तपाईले चाहेर पनि हटाउने सोच राख्नु हुँदैन किनभने तपाईले उसलाई म्यानिपुलेट गर्न सक्नुहुन्छ त्यो बन्धनलाई चाहेर पनि तपाईले खोल्न सक्नु हुँदैन किनभने त्यहाँबाट तपाईले लाभ उठाइरहनु भएको छ अनि त्यो मान्छे त्यहाँबाट प्रभावित भइरहेका छन् हुनसक्छ उसलाई तपाईले भन्नुभएको छ एउटा कुनै पनि बन्धनमा बाँधिनु भनेको कुनै पनि एउटा कैदमा बस्नु भनेको त्यो एउटा श्रेय हो त्यो प्रस्पेरिटी हो अथवा त्यो एउटा honor it's to be honor be in chain त्यो चाहिँ एउटा तपाईको निम्ति मर्यादा तर it has dignity एउटा यसको आफ्नो मान छ सम्मान छ कुनै पनि एउटा तपाई सम्बन्धमा बस्नुहोस् रिलेसनशिपमा बस्नुहोस् एउटा टक्सिक रिलेसनशिपमा तपाई बस्नु भएको छ अरे तिमीले मलाई धोका दिने तिमीले मलाई छोडेर जाने भन्ने खालके भन्दै म्यानिपुलेट गर्छन् म्यानिपुलेट यसरी गरिदिन्छ मान्छेले मानव उसको त्यो कन्सेन्ट डिसिजन हो तर उसलाई त्यो कन्सेन्ट डिसिजन्सको अगाडि